नमस्ते मुन्ना हौवा नमस्ते वेलकम टु माई कस्तो हाँसेको भ्लग एउटा बनाऊँ भनेको हाँस्दै मजाले बनाएको यही हो कि मेरो भ्लग हामी चाहिँ यहाँ बर्थडे खानु जाँदैछौँ अनि सागरको साथी पनि अरे उहाँ चाहिँ अनि कस्तो हाँसेको यार मिठो बोल्दिउँ भनेको हाँसै गर्छ हौ अनि यता अगाडि हिँड्दै जाँदैछौँ अनि ऊ माथि पुगेपछि फेरि म ब्याक आउने यो देखेको चाहिँ खाजु पहिले हाम्रो घर यता थियो अरे अनि पहिरो आएपछि पर सुँगुर सन्मको रहेछ अनि त्यो पारी देखेको त पहिरो देखेको छ नि त्यो के गाउँ हो पहिरो झरेको क्या त्यो पहिरो झरेको होइन त्यो रिस्क हो त्यहाँ एउटा घर थियो झरेको होइन त्यहाँनिर एउटा घर थियो रहेछ त्यहाँ पोहोर बगाएर झरेर उता घर बनाएको होइन नि उता घर नयाँ घर बनाएको त्यहाँ पहिरो भएर झरे जम्लाउनु हिँड्नु यस्तो पाराले चाहिँ 3-4 घन्टा पनि पुगिँदैन होला है हरि जान्छु हरि जाँदिनँ चस्मा ल्याउ न हौ लाम बरु यसो हामी पनि ब्युटिफुल भनिदिनु त चस्मा लगाएर अन्धा जस्तो चाहिँ तिमीलाई देखिन्छ है मलाई अन्धा जस्तो देखियो त भन्नु त यस्तो राम्रो देखेको अन्धा भन्छ यार यो त के गर्दैछ यहाँनिर यता हामी चाहिँ यहाँ पुग्यौँ अस्ति नै यो पूजा गर्ने ठाउँ हो यहाँ माथि उयो के अरे देवी थान यो चाहिँ हाम्रो गाउँको देवी थान अरे रहेछ मलाई नि थाहा थिएन पूजा गर्नु हुँदो रहेछ कहिले पूजा गर्छ वर्षमा एकचोटि ए अरू सबै पहिरो लाग्यो यो चाहिँ नलागेको पहिले त पहिरो यतातिर बस्ती थियो नि नत्र हाम्रो घर त्यता तल कहाँनिरको त्यो तलको अलैँचीदेखि यहाँ त पहिले बस्ती थिएछ अनि पछि पहिरोले लगेर पर सर्नु भएको अरे यो यस्तो रहेछ नलागेको नि त्यति बेलादेखि नै थियो यो देवी अस्ति नै निनीहरू पूजा गर्नु हो कि के हो अस्ति बेलुका कहाँ हो त बेलुका आउनुभएको थियो निनीहरू कहाँ आउनुभएको हो त कहाँनिर त हेर्नु होला यता अलैँची यसलाई त यो डर होला लागि छ अलैँचीलाई त कुवा हो पोल चाहिँ खान्थ्यो यहाँको दाइहरू आउनुहुँदैछ अरूजनाहरू चाहिँ निम्टोबाट फर्किसक्नु भयो हामी चाहिँ भर्खर जाँदैछौँ अघि आउनु भनेको नि हामी पानी परेर बसेर कस्तो अनि हो त पानी परेर रोकिएको होइन हामी अझै उकालोमै छौँ
कति बेला पुग्ने हो त्यहाँदेखि आयो भर्खर 25% मात्रै हिँड्यौँ हामी कहिले पुग्नु त पसिना सरी भइसक्यो म आइपुग्यो हो यहाँ त छैन त घर 1 घन्टा लाग्छ भन्दै त आइपुग्छ जोस हो त चाहिँ जोसमा हिँडेको त्यही हो नोलु होइन यता पर्देरको मामली गाउँ नोलु होइन कि के पो बाक्सिला लप्सी ए हो तर हामी यहाँ आइपुग्यौँ अब हामी एकछिन ओइ सर त के को सिङ राखेको किन राखेको त्यसरी थुतो गरेर बस है एकछिन बसेर होइन हामी फेरि हिँड्नु पर्ने हुन्छ अब आउनु भन न हौ हामी बिसाएर हिँडिसक्यौँ अब तिमी जहिले ढाँट्छौ अस्ति नै आउँदा पनि ढाँट्यौ हो यो के गाउँ हो सुङ्देले हो दोफा दोफार गाउँ आयो दोफार तर जे भने सुङ्देले होइन त जे भए पनि एउटा 7 नम्बर होइन जुकाले खायो भने चाहिँ नि दोफारबाट देखिने भ्यू हो यो चाहिँ पसिना सारी भइसक्यो म त गीत बज्दैछ नि त्यहाँ हो कि के हो खै यो मान्छेले भन्दैन पनि पाकेको हो चिउरी यहाँ चाहिँ चिउरीको बोट रहेछ है ओइ कहिले पाक्छ यो थुक्का ओ पर्दैन यो चुचुरादेखि उता शेर्पा गाउँ भन्नुभएको उहाँहरूले अनि म देखाउँदैछु सुङ्गुर वहाँनिर छ हाम्रो गाउँ घर त्यहाँदेखि हिँडेर हामी यताबाट यहाँ माथि यो डाँडाबारी जानुपर्ने छ हाम्रो गाउँ चाहिँ ऊबाट उयो त्यो हो अनि 50% त हिँड्यौँ होला नि 50% हिँड्दैन त्यति मात्रै म त गलेँ लु अनि भर्खर अति 70% छ बाँकी हिँड्नु 30 भन्यो होइन त्यत्रो उकालो वहाँदेखि त्यत्रो हिँडेर आएको उताबाट वहाँ तल राव खोला देखिरहेछ त्यही त अस्ति नै हामी यहाँनिर पौडी खेल्न गएको थियौँ के हो तिमी भ्लग बनाउँछु भन्दा पनि मेरो बुढोले त हाँस्दिन्छ के भएको देखिरहन्छ
तिमीलाई त समात्नै आउँदैन रहेछ समातेर बनाउन भन्छु त खुट्टा खुट्टा देखाउँछ यताबाट चाहिँ राम्रो देखिँदो रहेछ नि त सिनहरू है ऊ सुँगुर पनि देख्यो गाउँ हाम्रो गाउँ चाहिँ त्यही हो उता 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 छ के हो चिन्दिनँ म त बाटो पनि उल्टोले जस्तो छ मान्छेले त्यही भएर मान्छे पनि हिँड्दैन रहेछ भनी बस्छ अब कताबाट जानु अरे नचिनेपछि किन हिँडाउनु गुगल हेर गुगल गल्यो 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 हामी भर्खर यहाँ अहिले आउँदैछौँ बाटो चाहिँ यस्तो रहेछ जङ्गलका बाटो स्यास्या भयो ओ यो त लेक रहेछ नि त ओइ म गलेर केही बोल्न सकिनँ अब एकछिनमा वहाँ पुगेपछि आउँछु म भिडियो बनाउन फाइनली हामी चाहिँ आइपुग्यौँ यहाँ तल घरमा रहेछ यो चाहिँ यस्तो रहेछ मरेर आइपुग्यौँ हामी त ए हो एकछिन बसेर जाउँ न हौ घर चाहिँ कता हो उता मेरो अनुहार त्यति देखिसकेको छैन भन नि त पहिला कस्तो देखिहाल्छ नि हौ कता हामी आइपुग्यौँ हामी चाहिँ अब एकछिन पछाडि फेरि ब्याक आउनेछु हामी चाहिँ आइसकेर सर्टिङ भएर खाँदैछौँ सागर उहाँकै छोरीको बर्थडे यतातिर यस्तो रहेछ उहाँहरू चाहिँ क्रिस्चियन हुनुहुँदो रहेछ यहाँबाट चाहिँ पाहाडीको गाउँ देखिरहेछ हाम्रो निकाल्नु भयो कत्रो मलाई पनि पसकी छु त हुन्छ देम उहाँ चाहिँ हाम्रो मम्मीको दिदी होइन अनि हामी आएर खाना ल्याइदिनु भयो अनि खाना आँटेको खानु न म त नखाऊँ भनेको देम होइन मम्मीको दिदी नि मम्मीको दिदी होइन आफ्नै दिदी नि उहाँ चाहिँ हाम्रो मम्मीको दिदी हामी चाहिँ निम्तो खाइसकेर पनि घर फर्किँदैछौँ अनि उहाँदेखि त अनि सागरको अबै जुका छ्या कतिवटा तिमीलाई चाहिँ खाएको भित्र पनि छ कि त्यहाँभित्र खाएको आउँदाखेरि जुगाले ध्वंसै पारेछ नि त हामीलाई मेरो पनि यहाँ टाँसिँदै थियो त्यता माथि माथि छिर्छ बुझेको चिलाए छ नि चिलायो भने त्यो जुगा हो के चिलाएको छैन नि चिसो चिसो हुँदैछ हुनु चाहिँ हामी चाहिँ निम्तो मानेर फर्क्यौँ अब यताबाट यता यस्तो जङ्गलमा यताबाट चाहिँ रहेछ बाटो अर्कै बाटो लिएर आयो मान्छेले यताबाट पनि पुगिन्छ जेठी सुङ्देल जाने बाटो यही होइन र कहाँ पुगिन्छ यहाँबाट नागायो कहाँ तेर्सो जाने छ यता चाहिँ यता जाने चाहिँ कहाँ छ तेर्सो चाहिँ आसिहान्छ नि आसन्ची यता होला क्या तेर्सो हो यता उता होइन यता होला घर हिँड्नु भएको हो बुनु आउनु जानु त्यसो भए सागर बुढो त्यहाँ बस न त्यसो नगर न
ए के भने नि अब भन त यता तेलाको यसरी मजाले गाउँ बताउँदा यता देखेको गाउँहरू कुन कुन हो त्यो चाहिँ पारीको त नाम भन न मयौं दोर्कु डोर्कु ओके त्यहाँदेखि पारिपट्टि के छ त्यो चाहिँ मुनि चाहिँ त्यो 7 नम्बर के हो बोयोटार बोयोटार यो चाहिँ यो एरिया चाहिँ भयो दिप्सु गुल्टेम अब यो भन्दा मुनि नागा हो यो भन्दा उता सुन्देल हजुर 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 डाँडाटोल हजुर 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 अनि अरू कति घन्टामा पुगिन्छ होला हामी घर मोटामोटी आधी घन्टा ओह्रालो त छिटै हुन्छ निनी पनि जानुहुँदो रहेछ भनेर कस्तो मान्छे हौ हामी चाहिँ साथीको सागरको साथीको मेरो बुढोको साथीको छोरीको बर्थडे खाएर आएको अनि हामी फर्किँदैछौँ यताबाट अघि नै चाहिँ उल्टो बाटो लगाएको अनि अहिले चाहिँ यताबाट आउँदैछौँ हामी सागरलाई भिडियो बनाउनु लगाएको मुस्किलले त्यहाँ बनाउँदैछ ओ गाडी भिडको यताबाट पनि देख्नुपर्छ होइन अनि हामी चाहिँ यहाँबाट पनि राम्रो त्यो गाउँ यो मामली गाउँ होइन सागर यहाँबाट पनि राम्रो देखिँदो रहेछ नि आया पिसाब फेरिन्जेल भयो छ्या पिसाब फेरिन्जेल भयो छ्या हात आउँदा अनि त के हो कस्तो त फरा नबस्न त्यो उयो छ जुगाले खान्छ बसेकै छैन टुक्रुक्क बसेको छु जुगा भनेको बाहिर तन्किरहेको हुन्छ यहाँ चाहिँ हुँदैन ल यहाँ चाहिँ हामी चाहिँ माथि गुल्टुङबाट होइन सागर गुल्टुङबाट नागायो गुल्टेमबाट नागायो आइपुग्यौँ यस पछाडि खानु अनि गाउँ आउँछ जाँदाखेरि त हिँड्दा साह्रो परेको थियो झर्दाखेरि त ओह्रालो झर्दैछौँ रात पनि पर्नु लाग्यो कति 6 बज्नु लाग्यो कि बजिसक्यो 6 भयो कति मिनटमा पुग्छौँ सागर पुगिन्छ नि जाँदाखेरि त साह्रो परिँदो रहेछ कि है अनि यस्तै हो हाम्रो के पो निम्तोमा जाने त हाम्रो बहाना हो गाउँ घुम्ने त हाम्रो चाहना हो कि होइन भन्नु न गाउँ भिजिट गर्दै गर्दै निम्तो पनि मानेर आएको खास भन्नुपर्दा चाहिँ हामी अब 1300 आउनाट हो रोटे रोड हो कताबाट हामी चाहिँ फाइनली कहाँ आइपुग्यौँ खाजुबाट होइन यो नाना यो त अर्कै हो नि त डाँडा गाउँ खाजु डाँडो होइन यो यहाँ त खाजु हो नि त खाजु अब हामी चाहिँ यताबाट तल घर नगएर यहाँ नानाकोमा जान्छौँ त्यहाँ थोरै काम छ अनि तल झर्छौँ बाटो चाहिँ यता छ हजुर त्यति मात्रै मैले क्यामेराम्यान चाहिँ मिस्टर कोही आएर दिएको छु कस्तो पाराको त समाचार हो राम्रो आयो चला ग्याङ म्याचिस बेबी तिमी ब्याटिस म चाहिँ बुस्या कुकुर तैँले टेकिस भने फेरि टोकिस भने फेरि हुन्छ तिम्रो रेबिच नाम के हो भन तिम्रो पार्वती कि कमला भ्लगर मान्छेले बोल्दैन त समक्ष मात्रै यस्तो गर नि यस्तो गर यस्तो आफू त्यो पनि दिनु यस्तो गर्दाखेरि मलाई मात्रै देखाउँछ नि फेरि त बिस्ता मात्रै गर्नुपर्छ फाइनली हामी चाहिँ यहाँ नानाको घर पुग्न लाग्यौँ त्यहाँ
त्यहाँ पुगेपछि मेरो धेरै समयपछिको भ्लग इन गर्न फाइनल्ली हामी चाहिँ नानाको घर मुनि ठ्याक्कै आइपुग्यौँ है। त्यहाँ पुगेपछि चाहिँ मेरो भ्लग पनि इन गर्छु। कस्तो हाँसेको छ तिमीले गरेर म मेरो अलिअलि बोल्दै गरेको आवाज पनि जाति छ। नानाको घर चाहिँ त्यही हो। हामी पुग्न लाग्यौँ। यस्तो भेडा त के रहेछ त कुन नाना त त्यता बोलेको सुन्छु त। नाना घर त्यही हो। अनि मेरो धेरै समयपछिको मेरो भ्लग यही इड गर्न चाहन्छु। कस्तो हाँस्नु मन लाग्यो कन्ट्रोलमा बसेको हौ। मेरो भ्लग यही इन्ड गर्न चाहन्छु। मन पर्यो भने लाइक कमेन्ट सब्सक्राइब गर्न नभुल्नु होला होइन। म भाइरल भइन भने पनि सागरले इन्टरभ्यू दिन आउँछ अरे, त्यति नै खुसी म त।